अस्सलामुअलैकुम, प्रणाम, जय नेपाल। सबैको धर्म र सबैको समान हाम्रा सम्पूर्ण नेपाली दाजुभाइहरू सन्चै हुनुहुन्छ होला आशा गर्दैछु। र हिजो सर्लाही जिल्लाको मलङ्गवामा जुन एउटा दृश्य हामी हेऱ्यौँ, त्यो दृश्य हेरेर र त्यो दृश्यमा के कुराकानी भयो कि निर्दोष अभय सिंहलाई फसाउन पाइँदैन। आज त्यही व्यक्तिहरू कानुनको दुहाई दिँदैछन्, जुन व्यक्तिहरू आफ्नै रोबरमा, आफ्नै अगाडिमा, आफ्नै मुखबाट भनेर जे पिटी पनि गरेकै छन्। महोदय, निर्दोष यदि छ, अभय सिंह यदि निर्दोष छ, त्यो हेर्ने र त्यो देख्ने काम प्रशासनको छ कि हाम्रो आम नागरिकको छ? आम नागरिकलाई न तपाईँले थाहा छ, न मलाई थाहा छ। तपाईँ पनि भनाइको कुरा सुनिराख्नु भएको छ, म पनि के अरे अरूको भनाइको कुरा सुनिराखेको छु। यो हेरदेख गर्ने त प्रशासनको काम छ। यदि त्यो निर्दोष छ भने त्यसको कोल डिटेल खङ्गाल्दा अन्य पनि केही हुन्छ, प्रशासनद्वारा गर्छन्, त्यसमा साबित भइहाल्छन्। र अर्को कुरा भनिदिन चाहन्छु कि रामनगर गाउँपालिकामा जुन ज्ञापन पत्र, जुन लेटर पत्र तपाईँ हेरिराख्नु भएको, यसमा स्पष्ट रूपले लेखेको छ मुस्लिम समुदायहरूले दङ्गा भड्कायो र सम्पूर्ण नेपाली दाजुभाइहरू जानिराख्नु कि सर्लाही जिल्ला रामनगरमा हिन्दू मुस्लिमको दङ्गा भएको थिएन, त्यहाँ केही भएको थिएन। अब हेर्नुहोस् कि मुस्लिमलाई बदनाम गर्नको लागि हदैसम्मको जे पिटी पनि भनिदिने रे, जे पिटी लेखिदिने मन मर्जी। त्यहाँ हिन्दू समुदाय छैन, रामनगर गाउँपालिकामा हिन्दू समुदाय छन्। मुद्दा गर्न बेलामा पनि हिन्दू समुदाय मुस्लिमको सँगै गएको थियो कि यस्तो यस्तो अवस्था छ, यो छ, मात्र मुस्लिम एक्लै त गरेको होइन नि। र अरू कुरा भनिदिन चाहन्छु, यदि प्रशासनसँग पनि अनुरोध छ र अपिल छ कि यदि यसमा हतियारलाई बचाउने कुनै पनि चलखेल गर्ने छ व्यक्तिहरू, यदि तिनीहरूको दबावमा आएरन् हतियाराहरूलाई छिटोभन्दा छिटो समाएन भने अब चुप बस्नेवाला छैन कोही पनि चुप बस्नेवाला छैनन्। म इक्जाम्पल भनिदिन चाहन्छु, गलत सोच र गलत मानसिकताको व्यक्ति सबै समुदायमा हुन्छ, कुनै एउटा समुदायमा हुँदैन। अब एकजनाको कारण सबै समुदायलाई प्रताडित गर्न भएनन्। यही टिकटोकको लाइभमा यही अभय सिंह आफ्नै मुखबाटै भनेका छन् कि 5वटा गाँजाको पुडियामा सबै मुस्लिमलाई त म त्यही थानादेखि यहाँ फिर्तै आउन दिँदैनन्। अब जुन व्यक्ति तलवारबाजी गर्छन्, जुन व्यक्ति खुल्ला लाइभमा, टिकटोकको लाइभमा महोदय जुन मुस्लिमलाई प्रताडित गर्छन्, कि मुस्लिमलाई पहिला पनि कुटेको थियो, फेरि कुट्छ, मुस्लिमसँग कलर आउँछ र तलवारलाई हामी फर्याइहाल्छौँ। अब त्यस्ता व्यक्तिलाई पनि यदि निर्दोष भन्नुहुन्छ, यो अत्यन्त दुखित र यो एकदमै समाजको लागि र देशको लागि पनि एउटा राम्रो मेसेज होइन, यो एकदमै गलत मेसेज हो। जुन व्यक्तिहरू आज अभय सिंहको पक्षमा उभिएका छन् कि अभय सिंह गलत छ, त्यही अभय सिंह खुल्ला तलवार भाँच्दा त्यसलाई सम्झाउनु पर्ने थिएन। त्यही व्यक्तिहरू जुन देश विदेशबाट जुन खुल्ला टिकटोकको लाइभमा आएर आपत्तिजनक टिप्पणी गर्छन्, हामी यो संस्थाको व्यक्ति छौँ, हामी जे पेटी गर्दा हुन्छन् त्यो संस्थाका श्रमजीवी बुद्धिजीवी अघिल्लाहरूको कार्य होइन। यस्ता खालको क्रियाकलाप नगर, यसले हाम्रो संस्था पनि बदनाम हुन सक्छ। यति त सम्झाउन सक्नुहुन्छ। आखिर तपाईँको संस्था या जुन पनि संस्था होस्, सबै आफ्नो एजेन्डामा आउँछ। कुनै समाजसेवीको कार्य गर्छन्, कुनै देशको आफ्नो धर्मको कार्य गर्छन्, कुनै केही कार्य गर्छन्, कुनै मन्दिरको लागि कुनै संस्था हुन्छन्, कुनै मस्जिदको लागि संस्था हुन्छ। त्यो मतलब होइन। मतलब यहाँ यो भयो कि मानवता र इन्सानियतको धर्मलाई पनि साथैमा लिएर हिँड्नुपर्ने हो। धर्मलाई र मानवतालाई शर्मसार नगर्नु महोदय आग्रह गर्दैछु। अभय सिंह निर्दोष छ कि दोषी छ, त्यसको छानबिन प्रशासनले गर्नु हो। र यसरी झुटमुटको लेखेर कि मुस्लिम समुदायले दङ्गा भड्कायो, मुस्लिम समुदायले यदि दङ्गा भड्काएको छ भने नेपाल प्रहरी त्यही उपस्थित थिए। जुन व्यक्ति भोलिको दिनमा थानामा गएर मुद्दा हाल्छन् कि 11 लाख रुपियाँको हाम्रो लुटपुट हाम्रो पसलमा गरिएका छन्, प्रशासनले सिधा मुखमा भनिदियो म त्यहाँ थिएन, तिमी आफ्नो सामान गल्ला तल्ला तिमी आफै लगेर गएको होइन र? यहाँसम्म पनि त्यहाँ भएको थियो चलखेल, यहाँसम्म पनि भएको छ। त सम्पूर्ण दाजुभाइसँग आग्रह गर्न चाहन्छु, सबै जातिका सबै जति पनि व्यक्तिहरू हुनुहुन्थ्यो सबैसँग अपिल गर्न चाहन्छु, नजानेको नबुझेको हामी होइन, दोषी र निर्दोषीको सजाय दिने, त्यसलाई हेरदेख गर्ने काम प्रशासनको छ। गलत क्रियाकलाप गर्ने व्यक्ति, यो हत्यामा जति पनि व्यक्ति सामेल छ, त्यो व्यक्तिलाई छुटाउने कुनै पहल नहोस्, हतियारा बचाउन प्रयास नगर्नुहोला। जय नेपाल मित्र।